उफ, आज त साह्रै थाके हौ। आज त घरमा छोटेलाई खाना बनाउनु भनेर छोडिदिएको। कट बनाएन केटाले हौ। ओ राम राम होइन हौ, दस पो बजिसकेछ त है। केटाले खाना बनायो कि बनाएन होइन हौ। घर पनि सुन्ने छ, ढोका पनि ध्यान घुम्न लगाएको छ। बुझेको कहाँ गएछु होइन हौ। केटा बोल्दैन त, अझै सुतिरहेछ कि क्या? आम्मामामा अझै सुतिरहेछ हौ यो केटा। 10 बजिसक्यो। खाना बनाइस् त केटा? राम 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 राम, यो केटा त आज बाध्दै सुतिरहेछ हौ। होइन हौ, यत्रो पङ्खा चलाउँदा पनि कोठै बनाएको छ त हौ। राम 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 राम। ओइ केटा, यतिखेरमा सुतिरहेछस्? उठ साला, यतिखेरसम्म नि पात्दै सुतिरहेछस्? उठ। भर्खर त 6 बजेको छ। के रे के? मान्छे जङ्गलबाट आइसक्यो, तँ अझै 6 बजे भन्दैछस्? घडी हेर त। होइन हो दाइ, खाना त म पकाएर दिइहाल्छु नि। 7 त बज्नु दिनुहोस् न हौ दाइ।